Hello, namaste, good morning everyone. So welcome back to the new episode है र आफ्टर लङ टाइम म आज फेरि भिडियो बनाउँदैछु र आज चाहिँ मैले रुमबाट निस्किँदाखेरि चाहिँ बनाइन किनकि अर्ली मर्निङ निस्केको एकदमै चिसो है र त्यो भएर चाहिँ मैले बनाइन र अहिले भन्छ चाहिँ तपाईँको 7:30 भइसकेको अवस्था आएर म चाहिँ अहिले पुग्न आँटेको छु रोडेथाङ र आज चाहिँ म कहाँ गएको अनसर्टेन प्लान बनाएर चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ सोलो राइड होइन छङ्गु गएको जुलुक हुँदै चाहिँ छाङ्गु गएको बट अनफर्चुनेटली भनौँ या के भनौँ अनसर्टेन प्लान बनाएकोले गर्दाखेरि मेरो पासमा अहिले फिलहाल पर्मिट छैन है र जानु चाहिँ म रोडेथाङबाट रङली रिनोक रङली हुँदै हुँदै गएको र मेरो पास पर्मिट छैन अगर पर्मिट इस्यु गर्यो र जानु दियो भने रङली रिनोकबाट जाने हो जुलुक हुँदै होइन अगर दिएन भने त्यहीँबाट वापस ब्याक टु रुम है त सो आफ्टर लङ टाइम भिडियो बनाउँदैछु के कस्तो हुन्छ हेरिदिनुहोस् होला है तर मैले बहुत भएको थियो भिडियोहरू नबनाएको राइड नगरेको बिजी म त एकदमै अननोन हो सुन न त उयो के पो अरे जुलुक कताबाट जान्छ जुलुक हजुर यही हो है हुन्छ थ्याङ्क यू हुन्छ थ्याङ्क यू र द गाइस म चाहिँ आइपुगिसकेको छु यो कुन चाहिँ फाटक गएको नि थाहा छैन रङली र रिनोकको फाटक र त्यहाँबाट चाहिँ यता बिल्कुलै अननोन मेरो लागि क्या यो बाटो फर्स्ट टाइम आएको म यो त झन् रिनोकको बाटो त फर्स्ट टाइम हो मेरो होइन नमस्ते रङली सो गाइस फाइनली सोध्दै खोज्दै भए पनि म चाहिँ आइपुगिसकेको छु रङली है त र अब यहाँबाट चाहिँ मेरो मेन काम स्टार्ट हुनेवाला छ कि त्यो चाहिँ के भन्दाखेरि चाहिँ पास चाहिँ अब मलाई यहाँ कहाँबाट दिन्छ भन्ने कुरा केही थाहा छैन हो सुनेर यहाँ जुलुकका पास मिलेगा यहाँनिर हो आजैको दिन्छ है यहाँ राख्दा हुन्छ होला है यता उँधो भित्र यहाँ मत खोलेको छैन यहीँबाट दिनुहुन्छ यहाँबाट साथी अहिले भन्छ रङली बजारमा आइपुगिसकेको अवस्था र लकिली मैले चाहिँ पर्मिट पनि पाउँदो रहेछ क्या तर अलिक टाइम लाग्दछ 10 बजीसम्म अरे हुन्छ भन्दैछ हो हेरौँ अहिले छु रङली बजारमा है त यहाँ अब पर्मिट बनाउनु दिइरहेको छु वेट गरेर बादमा त्यहाँदेखिको यहाँबाट निस्किन्छु है त गाइस फाइनली है मेरो चाहिँ पर्मिट 9:30 भएछ अहिले टाइम भन्नुपर्दा र मेरो चाहिँ पर्मिट बनिएर रङलीबाट म टुवर्ड्स चुङथाङ लागिसकेको छु होइन जुलुक हुँदै चुङथाङ है र लेट्स गो मेरो जिन्दगीको फर्स्ट राइड टुवर्ड्स जुलुक है त लेट्स गो कस्तो हुन्छ भिडियो मार्फत देखाउने नै छु है त हेर्दै गर्नुहोस् होला भिडियो ल त अरे वाह झरना छे यो जग्गा आइपुगेछु
भ्यू देख्न सक्नुहुन्छ है झरना छ झरना र त साथी अहिले भने चाहिँ पदमचेन भन्ने जग्गामा आइसकेको अवस्था है र यहाँनिर चाहिँ लोड हुँदै रहेछ सो एकछिन पर्खिने बेला भयो यार त्यसै ढिलो भएको माथि हो त्यही माथि सो त्यहाँ छ मेरो बाइक सोलो राइड पनि आजको यस्तै पाराले बित्ने भयो क्या चुलुक तो नीचे दिखा रहा है तो नीचे है वो नीचे लेकिन इधर रास्ता किंतु इधर दिखा रहा है मैप रोड क्लोज है ऊपर वो लिख रहा है अभी वैगनर किधर गया देखा नहीं देखा नीचे ही गया होगा यहाँ आइपुगे हामी चाहिँ जुलुकको मुनि म चाहिँ यहाँ आइपुगे भिन्दै चिसो हुन थाल्यो क्या यता पस्ने बित्तिकै यहाँ आइपुगे हामी चाहिँ जुलुकको मुनि म चाहिँ यहाँ आइपुगे बेंड ऊपर शुरू होगा ना हाँ बेंड ऊपर शुरू होगा ना हाँ थोड़ा ऊपर अभी तो शुरू चाय पियेंगे अभी तो शुरू हो गया तो अभी तो शुरू हो गया लेकिन वो व्यू तो नहीं मिल रहा है व्यू तो ऊपर से ही मिलेगा ना हमें तो पता ही नहीं चलेगा जब दौड़ेंगे तो पता ही नहीं चलेगा ना दौड़ेंगे तो पता ही नहीं चलेगा ना हाँ ठंडा তোমার আইটারে খুব ভালো ঠান্ডা ছিল এখানে খুব একটা ঠান্ডা নেই একটু গরম লাগছে এখানে সোনাকুট অনেক सो गाइस देख्न सक्नुहुन्छ जुलुकको यो तलको नजारा है होप सो राम्रै देख्दै होला ए यस्तो छ यहाँ स्टार्टिङबाटै त्यहाँ हेलिप्याड रहेछ हो स्टार्टिङबाटै मैले चाहिँ यो खिचेको अरू चाहिँ बाँकी चाहिँ बादमा माथि टपबाट आउँछ हो ताकि भिडियो बिचमा आउँदै गर्छ होइन हेर्दै गर्नुहोस् होला र त साथी अहिले भन्छ चाहिँ हामी माथि आइसकेको अवस्था र नजारा देख्न सक्नुहुन्छ हिमालको एकदमै दामी देखिरहेको अवस्था होइन चिसो त्यस्तो साह्रो छैन घाम लागेर मौसम क्लियर एकदम हल्का चिसो मौसम हुनु थालिसकेको छ जुलुक अझै 6 किलोमिटर माथि टप पुग्नुको लागि चाहिँ 6 किलोमिटर रहेछ हो हामी चाहिँ यो बिच बाटोमै छ क्या र यहाँदेखि हुँदा चाहिँ अझै टप पुग्नु चाहिँ 6 किलोमिटर सो मेरो बाइक पनि आइसकेको छ र मेरो चाहिँ अलिकति चेन लुज भएछ टाइट गर्ने अवस्था परिरहेको छ कता गएर हुन्छ टाइट गर्नुपर्ने छ हो सिल्क रोड जुलुकको देख्न सक्नुहुन्छ एन्ड कञ्चनजङ्घा यति दामी देखिरहेको छ कि क्लियर के भन्नु र जति उँभो गयो त्यति कञ्चनजङ्घाको नजिक हो क्लियर आउँदैछ कञ्चनजङ्घा आँखाको सामने हो ल ल ल मेरो साथीहरू चाहिँ थाहा छैन कहाँ पुगिसक्यो अब त फोन पनि लाग्दैन मेरो पनि लाग्दैन उनीहरू पनि लाग्दैन हो नो कन्ट्याक्ट छ क्या उनीहरू आफ्नै धुनमा म आफ्नै धुनमा लागिसकेको अवस्था होइन सो किन भन्दाखेरि चाहिँ उनीहरू जाने हो नथुला म जाने हो छङ्गुसम्म सो द्याट त्यो भएर चाहिँ म वाउ यार
चलिए भाई साहब हम पहुंच चुके ऊपर सिल्क रूट से ऊपर। सो देख सकते हो सिल्क रूट है, देख्न सक्नुहुन्छ सिल्क रूटको नजारा। त्यहाँबाट आएको मलाई थाहा छैन। अनि चाहिँ यहीबाट आएको तर त्यस्तो साह्रो फिल चाहिँ नहुँदो रहेछ क्या। बट यहाँ आएर हेर्नु चाहिँ अब जस्ट वाउ क्या। अझै यसमा हिउँ पनि हुनु त म्याम सो ब्युटिफुल हुन्थ्यो नि। र ऊ यहाँ छ कञ्चनजङ्घा हो। र त गाइस अहिले भने चाहिँ म छु ट्याक्कसँगले जुलुकको भ्यू पोइन्टमा है त। सो देख्न सक्नुहुन्छ जुलुकको भ्यू पोइन्ट म देखाउँदैछु यता। ओए होए होए कुछ इस तरह का दिखता है भाई सब भ्यू पोइन्ट हो। ब्याक क्यामेराबाट है त यो बाटो आएको म चाहिँ। अझै जानुपर्ने छ बहुत माथि क्या। सो यो माथिबाट हुँदै हुँदै म चाहिँ उता गान्तोकपट्टिबाट निस्किन्छु। र अहिले चाहिँ 12:30 भइसकेको अवस्था आएर ढिलो भयो। बस्दै आएको त्यो भएर चाहिँ अलिकति लेट भयो होइन। सो अब चाहिँ हामी यहाँबाट सिधै हार्ट लेक गरेर रोक्नेछौँ। र मेरो साथी चाहिँ हुनेछ यहाँ बाटोमा भेटेको साथी हो। सो त्यहाँ सँगै गएर चाहिँ अब सिधा हार्ट लेकमा रोकिनेछौँ हामी है त।